हेलो एन्ड गुड मर्निङ दर्शन नमस्ते सबैजनालाई न्यू डे न्यू ब्लगमा सबैजनालाई स्वागत छ। आई होप सबैजना सन्चै राम्रो हुनुहुन्छ होला, म पनि सन्चै राम्रो छु। आज हामी म र मेरो छोरा मर्निङ वाकमा चाहिँ यसो बिहान निस्केको। बाबु हाई गरिदेऊ। मेरो चाहिँ जेठ चाहिँ छोरा अनि हाम्रो यो घरको नयाँ मेम्बर सानो फुच्चे। यसको नाम चाहिँ राखिएको छैन, कमेन्ट बक्समा चाहिँ के नाम राख्नु पर्ने हो यसो गरिदिनु होला त। के नाम धेरै दिन भएको छ नि, 3-4 दिन भएको छ राख्यो ल्याएको, के नाम राख्ने होला यसो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरूले। आज हामी 3 जना यसो मर्निङ वाकमा निस्केको। आइज बिहान घाम लागिरहेको छ। यहाँ लडेको यहाँ लडेको अङ्कल त्यही हुनुहुन्छ ढुक्कन पुगेको टाउकोले अङ्कलको खुट्टामा टाउको पनि ठ्याक्कै अङ्कलको खुट्टामा के ढुक्कन पुगेको अरे। त्यहाँ माथिबाट ल्याएको थियो साइकल। ए कहाँ त्यो माथिबाट यस्तो दुःख बाटो पनि ल्याएको साइकल फेरि? त्यतिखेर त ब्रेकहरू सब मिलेको थियो के खाल्डोमा परेर कि लडेको फेरि। सिधै अङ्कलको खुट्टा ढोकाउन पुग्यो त्यसो भए। मैले साथेँ ए किन नचलाएको त नि फेरि? पहिला अलिदिन यहाँबाट लिएर जानु भयो, लिएर आउनु भयो, अन्त लिएर जाने बेला त्यहाँ ढुक्नु भयो, अनि त्यहाँदेखि तल लिएर जानुभयो फेरि मैले लिएर आएँ माथि। अनि मैले यहाँ बाटो खन्ने भोलि बिहान नै त अनि मैले साइकल लिएर आएको। यहाँ आफ्नो साइकल लिएर आउनुपर्ने रहेछ। डेडी म आइज आइज गयो के हामी छिटो आइज छिटो आइज आइज छिटो। ए फर्के आइज जम्मातिर छिटो ल आइज ल आइज। ओ गुड बोय हिँड मास्तिर हिँड। नयाँ भएको छ नि तैँलाई पनि बाटो चिनिया छैन कता जानु। त्यही भएर पुरानो बाटो हो नि त त्यहाँबाट। हामी पो अस्ति नेपाली लिन जाने बेला रेडी चाहिँ कहाँबाट जाने घर यहाँबाट अन्त पानी लिन जाँदा यो बाटो कुन कता जान्छ पानी लिन? भोटी खोला झर्छ यहाँबाट भोटी खोला जाने कसले को अल्बिन मर है खुस्के घर यहाँबाट अन्दै घरि चाहिँ माथि छ नि के गोठ के डोजाले खनिरहेको थियो कि त्यही वर्का खान्थ्यो त्यहाँ तल पानी लिन जाने मान्छे माथि यति माथि आएर फेरि तल जाने। कति मजा आउँछ उही तल त होइन होला हो त।
यहाँ सुषमामा घर छ छिरिन छिटो छिटो छिरिन सोधी घरको घर जाम अर्को कुकुर ल्याएन गर्दैन अहिले पछि लाउँछ फेरि भर्दैन पछि लाएर बसेन भने झ्याउ हुन्छ है फेरि यसलाई खानै त्यो ठुलो भइसकेको छ अहिले सन्चो लाग्यो नि यसमा घोद्दैसक्यो क्या त्यसले अस्ति दुईटाले एउटा अर्को टाउमा अर्कोले अर्को टाउमा खा उसले त्यो खोला देखिन्छ त्यहाँ के उता लिची आँपको रुख छ नि हो त्यही पछाडिपट्टि हो देखेर अलि माथि गएर देखिन्छ त्यो अलिअलि देखेको छ यो घाँसको बुट्टा कसले झार्ने छ घाँस कुन भन्ने सुदीपरले नि हो सुदीपहरूको खेत क्या यो त खेत होइन बारी पहिला हिँड्ने बाटो हो त यो तल्लो बाटो मलाई एउटा चिज देखाउँ हजुरलाई यो बाटो कति माथि आयो हेर म देखाउँछु म यो बाटो खन्नी दिँदैन त्योभन्दा पहिला आएको बाबाहरूसँग त्यतिखेर नै पानी सुकेसक्यो अन्त यहाँ माथि छ नि बाटो उयो रुखको यस्तो सुते उयो हाँगा पल्थ्यो नि हो त्यो भन्दा अझै तल सुको बाटो यति तल गयो यहाँबाट देखिन्छ के हाम्रो गाउँ चाहिँ रमाइलो भोलि यो भन्दा नि माथि जाने है ओ माथितिर बारीमा ल हेर्नु साथीहरू हाम्रो गाउँ कति रमाइलो ओ त्यहाँ तल गाउँ ऊ त्यो पारीको डाँडाहरू तनाउ पर्छ तनाउ छुल्ला स्कुल देखिया छैन यहाँ सानो देखिया छ स्कुल नदेखिँदो रहेछ अनि त्यहाँ बगेको चाहिँ गण्डकीलाई चाहिँ काली गण्डकी काली यहाँ त्यो टापुमा मन्दिर नदेखिँदो रहेछ नि त क्यामेरा नदेखिँदो रहेछ क्यामेरामा सानो देखिन्छ जुम गरेर हेर्नुपर्छ त्यो पहिरो गएको छ हेर्नुहोस् त यो बारी थियो पहिरो गएर बाटो खनेर पहिरो गयो अन्दै उता वन देखाइदिनु ऊ वन ठुलो हो यहाँबाट त खतरा ठुलो देखियो है देरी वन त खतरा ठुलो छ नि वन किन के भेटायो फोरीले
ए फोरी के खाएको के खाएको फोरी कहाँबाट यहाँबाट जान्थ्यो तिमीहरू अनि त्यहाँबाट चाहिँ बारी बारी जाने अनि उयो यता खोल्सातिर जाने खोल्सातिर गएपछि तल झर्ने ए हामी गएको कतातिर रहेछ नि मैले देखेँ क्या पुसारी घर कहाँ त्यतापट्टि एउटा घर ट्रक हिँडै पारि क्या अन्त यतापट्टि घर छ है हो त्यहीसम्म गएको हामी अनि यता तलतिर केही छ घरमा फाउ खेल्न